त्यताबाट हो क्या खोइ त बोल्नु भएको हेलो ओहो हामी चाहिँ लक्ष्मीमार्ग बेलगढी 11 पूर्वाञ्चलको टप माउन्ट एभरेस्ट इङ्ग्लिस बोर्डिङ स्कुलमा चाहिँ हामी मेरो भान्जा पेनुर तामाङलाई चाहिँ लिनलाई गइरहेका छौँ। हजुरको शुभ नाम भन्दिनँ न। रामप्रसाद घिमिरे। तपाईँ चेन्ज हुनुभएको हो कहिलेदेखि? भयो 1 वर्ष। यहाँको हाम्रो पढाइहरू एकदम राम्रै छ नि होइन? यहाँनिर चाहिँ पेर्नु र तामाङलाई त्यो अब तत्काल अब अहिले चाहिँ हस्पिटल लानुको लागि चाहिँ म चाहिँ मामा उसको त्यही भएर लिन आएको लानु मिल्छ नि होइन? ल बोलाइदिनु न ल। ओके थ्याङ्क यू हाई गरिदिनु। हाई गर। खोइ हेलो हाई गरेको सबैले सब युट्युबमा आउँछ नि फेरि। मिस आउनु त यहाँ मेरो छोरो कहाँ छ? युकेजी हो एलकेजी हो। खोइ पेनुर यहाँ आउनु यहाँ भान्जा हेलो गर्नु यहाँ भुइँसेवार गर्नु यहाँ बोल्दैछ हेलो खोइ ब्यागहरू ल्याउनु ए हो खोइ चप्पलहरू यता हाई हेलो गर्नु युट्युबमा हेलो गर्नु नि मिस। पढाइ कस्तो छ? सुने भाइ ओहो ल खोइ चप्पल खोइ चप्पल कुन यो यो चप्पल लाउनु सुरुमा लाउनु ल त्यतै लाउनु बाई भरे आउँछ है विदुर थापा मगर। सबैलाई हेलो गर ल। Subscribe our channel. YouTube. भरे आउँछ ल विदुर थापा मगर विदुर थापा मगर त्यताबाट हो क्या त्यसरी खिचिरहेको छ त खोइ त बोल्नु भएको हेलो हामी चाहिँ अब विराट चोक स्ट्रेन्थ जिमको तपाईँलाई चाहिँ अन द वे तपाईँलाई देखाउन गइरहेको छौँ। अब यो चाहिँ हाम्रो पूर्व स्टेसन यो चाहिँ कफी क्लबदेखि ठ्याक्कै अपोजिट यहाँ चाहिँ नगरपालिका यहीँ छ होइन। स्ट्रेन्थ जिम चाहिँ यहाँनिर छ तपाईँको लोकेसन। बिस्तारै अब टक्क लाएर ल स्ट्रेन्थ जिम्स यहाँ चाहिँ क्यालिबरको सोरुम छ हाम्रो नेपाल ब्रान्डको मेड इन नेपाल सबै छ है तपाईँको। एटिएम यहीँ छ होइन। अब यो चाहिँ न्यू रोयल
युनिसेक्स सैलुन एन्ड स्पा कफी घर अगाडि देख्न सक्नुहुन्छ त्यसकै ठ्याक्क अपोजिट साइड स्ट्रेन्थ जिम वेट जिम ओके ल 3rd फ्लोरमा रहेको छ स्ट्रेन्थ जिम ल हेलो भन्दै हेलो हाम्रो चाहिँ यहाँको ओनर चाहिँ भाइ हाम्रो कृष्ण सरको भाइ रामु भैया लोकेसन दिँदै आएको छु होइन भरे युट्युबमा आउँछ नि फेरि हो दाइ के छ नाम के रामु रहेछ के अरे विदर थापा मगर विदेश थाहा सब्सक्राइब पनि हान होइन टक्कै यो जिमको लोकेसन दिँदै आइरहेको छु नि मैले ल 3rd फ्लोरदेखि स्टार्ट भएको छ होइन यो चाहिँ म यहाँ ट्रेडमिल चाहिँ तपाईँको देख्न सक्नुहुँदैछ ल हाम्रो इन्द्र सर प्रोटिन पनि एभाइलेबल छ यहाँनिर टक्क यहाँनिर नास्ताको लागि कफी सफी ब्राउन ब्रेड टक्क लाएर साइक्लिङ गर्ने यहाँनिर 3टा रेडी भइसक्यो नयाँ उयो रहेछ कि ल स्ट्रेन्थ जिमको चाहिँ नयाँ अनुभवलाई चाहिँ हाम्रो किरण सरले चाहिँ च्यालेन्ज गर्नुहुँदैछ रेडी हो ल गो ओ मिसन फेल ल फेरि ट्राई No, baby. ल अब सेकेन्डमा हाम्रो दुर्गा तामाङ रेडी त्यहाँ छिर्दैन Yes, sir. Come on, sir. Yes, sir. Come on, sir. Yes, sir. Come on. Yes. Come on, sir. Yes, come on, sir. Another one. Come on, sir. Nice. Go. Come on. Come on, sir. Swing on na leg. के हुँदैन? Swing on. हो. के हुँदैन sir? Come on. गाह्रो भयो म पक्रिन्छु न तपाईँ. बस. सेकेन्डमा हाम्रो सूर्य डाउन दुलोमा छिराउनै गाह्रो है. Yes. त्यहाँ तल सपोर्ट लिनु पाउँदैन ल फेरि एकचोटि खुट्टा अगाडि ल यस्तो सिधा उभिनु नि हो त्यसै सर खुट्टा अगाडि रेस गर्नु नि खुट्टा कस्तो हुँदो रहेछ
कामै त यसको यही त हो माथि चढ्यो यसो गर्यो ल एउटा सर्ट जुम गरेर वरिपरि बढ्छ ल Yes. 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 Come on, sir. Udah adik sida, sir. Oh. Nice, sir. Nice, sir. Come on, sir. Wow. Monkey jump. Oh. क्या बात छ रे? Yes. Yes, yes, yes. Yes. Yes, yes, yes. That's it, sir. Thanks, sir. ल हो तल जाउँ माथि चाहिँ कार्डियो मुनि चाहिँ टक्क लाएर हेलो भन्नु न युट्युबमा हान्नु फेरि सब्सक्राइब हान्नु ल बिदुर थापा मगर पक्रिँदै भुँडीमा लाग्ला नि ल जाउँ अनुशासित बनाऊ तपाईहरूको इगो जिम बाहिर छोडेर आउनु तपाईहरूले युज गर्ने सामानहरू फाल्ने पछार्ने गरेको पाइएमा जिमबाट निष्कासित गरिनेछ यो व्यायाम मन्दिर हो अनावश्यक हो हल्ला नगर्नु होला यो साझा जिम हो के हो यो साझा होइन तपाईको बोली र व्यवहारले अरूलाई असर नपरोस् स्ट्रेन्थ जिम परिवार ठिक छ भाइ भर हेर ल बिदुर थापा मगर के बिदुर थापा मगर सब्सक्राइब हानिहाल्ने नि भाइ बेलुका गएर अहिले हान्दिन के हो र ल हाने ठिक त हुनु पर्यो भाइको उयो बनाएर जुनिया भ्लग बनाउँदा आउँदा चाहिँ भाइ यो यस सब्सक्राइब ल सो फाइनली आज नयाँ जिममा हामी विराट चोकको स्ट्रेन्थ जिममा मी एन्ड माई स्टुडेन्ट्स किरण राई सिआई देखाउँदैन सिआई हुन्छ स्वाद त लाग्छ वाट इज दिस यता दुर्गा तामाङ मेरो भाइ आज स्ट्रेन्थ जिममा यता अब्बर बल्की केटाहरूले हाल्दैछ Ready? Yes. He-Man. John Mancy. Come on then. Yes. Hello. Yeah, Simba. ल सुरु भाइ सर्ट ल
10 हान्दिने म एउटा 15 लिएर राख्छु ल हामी अझै सोल्डरको हान्दैछौँ होइन विराट चोकको स्ट्रेन्थ जिम कमाल रहेछ आज फर्स्ट टाइम हामीले सोल्डर हान्ने रे सो लेट्स सी सोल्डर हानेर हामीलाई आज फ्याक बनाउने हाम्रो जिममा नभएको चिजहरू हान्ने हो क्या ट्राइसेपको खुट्टाको हान्ने क्या यस अब खुट्टाको हल्का लाज लागिरहेछ यो नयाँ ठाउँ हो नि त त्यही भएर तर हान्ने हो र नयाँ हाम्रो ट्राइसेप हान्दैछ यसले हाम्रो जिममा नभएको हो यो हो होइन हो हाम्रो कान्छो दाइको दामी ज्यान भइरहेछ ट्राइसेपको जस दामी हान्दैछ केटोले लेग्स हान त भयो कत्रो हानेको टाइट हान्दैछ नि त भयो त ट्राइसेप देखाइदियो डबल फ्रन्ट बाइसेप हान्दै त दामी दामी विराट चोकको चक्लेट है हाम्रो जिमको अब ह्यान्डसम भाइले चाहिँ पुरा बाइसेप्समा हान्दैछ कसैले सक्छ त अब सक्छ कसैले के छ त सुमन सरको भनाइ एक फ्लेक्स हान्दिनु त सक्छ त कसैले सक्छ बस अब जाने जाऊ ओ हाम्रो ब्ल्याक चक्लेटलाई त देखाउनै बिर्सेको यार के हान्दै हुनुहुन्थ्यो म यो पछाडिको पछाडिको चाहिँ किन हान्थ्यो पछाडिको गाँठो अनुसार अनि यो त उयो जस्तो छ त नि त्यो तिहारमा बाट्ने डोरी क्या होइन यो त यो बेलबारीको नगरपालिकाको ड्यामको बाटो हो क्या यो नगरको लागि खोलेको सक्छ त कसैले ट्राइसेपमा हामी होमबल रोयल रम्बल डम्बलहरूको प्लेसमेन्ट देख्नुहुन्छ तपाईँहरूले कस्तो टाइम प्लेसिङ गर्नुभएको छ होइन हान्ने मान्छेहरू पनि त्यस्तै प्लेसमेन्ट मिलाएर हान्नुहुन्छ
keep you healthy, happy. You should do gym. सबै खुट्टा हानिसकेर ट्र्याक चाहिँ यति नडिसकेको छ भाइ हो 40 झुकिरहेको म त पछाडिमा देखिरहेको त्यतिकै होला नर्मल युज गरेर त्यतिकै हो खाना छैन नि यसको यस्तै हो हो नयाँ जिम नयाँ सामान त्यही भएर झुकिरहेछ कस्तो भयो आजको जिम आज नयाँ ठाउँमा सो फाइनल्ली यता भाइले आज सकेको छ हाम्रो जिम यता हेर्दा त कस्तो भयो आजको दामी भन्दा दामी कुन डे हो तिम्रो यो के हानेको भनेको भाइ कन्फ्युज भइसक्यो कराएर सो यो स्ट्रेन्थ जिममा चाहिँ जस्ट दामी लाग्यो मलाई मजा लाग्यो दामी लाग्यो स्ट्रेन्थ जिम इट्स भेरी गुड हानेर पनि सक्यो आजको लागि ढोका दिइहाल्नुभयो अब तपाईँहरू चाहिँ गाडीमा आएर हानेर जानुभयो साथीलाई उल्टी हुँदो रहेछ गाडीमा के गर्ने ल आज चाहिँ दामी भयो आउनु न हौ आज चाहिँ दामी भयो कस्तो भयो त आजको यो फर्स्ट डे विराट चोकको जिम हाउ यु एक्सपिरियन्स तपाईँको थोरै भन्नु त एक्सपिरियन्स कस्तो भयो सोचेभन्दा बढी राम्रो यो चाहिँ कहाँ छ एक्ज्याक्ट लोकेसन एक्ज्याक्ट सुन्दर हवाईजा विराट चोक थाकेर हो कि के हल्लेको बस्ने नि सो अब हामी घर जाँदैछौँ आजको लागि जिम यस्तै भयो बेलबारीमा हानिरहेको अब आज चाहिँ विराट चोक नयाँ ठाउँमा जाउँ न भनेर नयाँ ठाउँ आएको घर जाने घर सो अब सियु केटाहरू गइरहेछ सियु अन द नेक्स्ट ब्लग नेक्स्ट भिडियो सियु अन द नेक्स्ट भिडियो सपोर्ट गर्नुहोस् माया दिनुहोस् डेली ब्लग्समा तपाईँहरूलाई डेली हामी भिडियोहरू दिइराख्नेछौँ सो यति भन्दै आजलाई ठ्याक्क 56 बजेछ अब घर निस्किन्छौँ हामी बाबा सियु अन द नेक्स्ट भिडियो लभ यु अल